तो चलिए शुरू करते हैं। हेलो गाइज, मेरो नाम चाहिँ अशोक तामाङ हो। आज चाहिँ म चस्मा र ज्याकेट लाएर ब्लक म्याप ओपन गर्दैछु। लेट्स गो। पहिला म ज्याकेट लाउँछु। कस्तो देखाछ गाइज। अनि आज म यो हजुरहरूले देख्न सकिन्छ ब्लकर म्याप। ब्लकरहरूले युज गर्ने आज चाहिँ ओपन गरेर म टेस्टिङ गर्छु। आज चाहिँ यो ब्लकर म्याप हो। फर्स्ट चाहिँ यसको ओपन गर्छु। यसलाई म पुरा यसलाई च्यातेर यसलाई साइड गर्छु। त्यसपछि चाहिँ म यो ब्लकर म्याप ओपन गर्दैछु अनि यसको आज टेस्टिङ पनि गर्दैछु। हेर्नु होला है। यो भित्र चाहिँ यस्तो हुन्छ। यो प्लास्टिक पनि रहेको छ। यो प्लास्टिकलाई म यहाँ राख्छु त्यो साइडमा। अनि त्यसपछि यो एक वान ब्ल्याक म्याप हो। यसलाई म ओपन गर्छु। तर यस्तो छ, हेर्नुहोस्। यसमा चाहिँ दुई प्रकारको छ है यो ब्लकर म्याप। यो टाइप सी को लागि र यो आइफोनको लागि। यो दुइटै युज गर्न मिल्छ, आइफोन र टाइप सीमा। यो चाहिँ स्पिकर। यो स्पिकर चाहिँ यस्तोमा लगाएर बोलेपछि प्रश्न सुनिन्छ। त्यसको लागि टाढा टाढा बसेर गर्नु भिडियोहरू बनाउन सकिन्छ। यसको चार्ज गर्नु पनि यही छ। यसमा दुईटा छ ब्लकर म्यापमा। यसमा पावर ब्याट्री रेन्जहरू लेखेको हुन्छ। यसलाई अन गरेर हामीहरू भिडियो बनाउन सकिन्छ। लेट्स गो। आज यसको चाहिँ टेस्टिङ गर्दैछु। हजुरहरू मेरो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। हस् त, धन्यवाद। A few moments later. हेलो गाइज, आज चाहिँ हामी चारजना घुम्न जाँदैछौँ। आज चाहिँ यहाँ क्याम्पबाट बाहिर निस्किँदै यस्तो गोर्खाली टोपीको साथ बाहिर घुम्न जाँदैछु। गाइज, आज चाहिँ म गुरुङ दाईसँग बाहिर घुम्दै जाँदैछु। यो चाहिँ सुमन गुरुङ पर्छ, मेरो दाई। गुरुङ दाई हो नि फेरि। हामी चारजना घुम्दै चल्देको ल। आज चाहिँ हामी चल्देको ल। भरेतिर भेटौँला बाटोमा ल। आज हामी चारजना चाहिँ बाहिर घुम्दै जाँदैछौँ। अगाडिको हुनुहुन्छ श्याम दाई अनि उताको हरिहरमा हुनुहुन्छ चेत बहादुर तामाङ र यताको सेतोमा हुनुहुन्छ सुमन गुरुङ। आज चाहिँ हामी हिल सिटीबाट सिधै अगाडि गएर बाहिर रमाइलो गाडीमा हल्का सर्ट भिडियो बनाउन जाँदैछु। यस ब्लकर म्यापको हल्का टेस्टिङ गर्दैछु। त्यसको लागि उता आउँदैछु एउटा काले। हेलो माई फ्रेन्ड, हाउ आर यु? Good. व्हाट्स योर नेम? Gordon. What are you saying? What are you saying? What is he saying? Gordon, have a nice day. Great. Outside. ल, एउटा काले साथीसँग आज चाहिँ नेचरल होलिडे हो। त्यसैले दुबईको झन्डा सुपर मार्केटको अगाडि लगाइरहेछ। आज चाहिँ हामी फाइनली बाहिर घुम्न जाँदैछु। गाइज, आज चाहिँ हामी लगभग फाइनली स्थितिमा पुग्दै जाँदैछु लोकेसनमा। आज चाहिँ थोरै भिडियो
बनाउँदैछु। यहाँ हुनुहुन्छ सुमन गुरुङ दाई र अगाडि हुनुहुन्छ दुईजना साथीहरू। तिनीहरूको चाहिँ पछि भिडियो बनाउँछु। अहिलेको लागि चाहिँ हामी वेलकम टु माई थप ब्लग भन्ने जाने बेला थोरै भिडियो बनाउँदैछु। Let's go. A few moments later. हेलो गाइज, आज चाहिँ हामी भर्खर मायाको टेस्टिङ गर्दैछु। मसँगै हुनुहुन्छ गुरुङ दाई और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। सुमन गुरुङ दाई आज चाहिँ थोरै भिडियो बनाउँदैछु टेस्टिङको लागि। आज चाहिँ भाइ चाहिँ टाढा हुन्छ, यो भर्खर मायाबाट टाढाबाट भिडियो सुट गरेर हल्का भिडियो बनाउँदैछु। लेट्स गो। भयो जम 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 लाग्दिउँ आज यसो घुम्दै घुम्दै है घुम्दै रम्बल घारीतिर आइदिएको आज। यहाँनिर एकजना बुढो बाजे चाहिँ एकजना बलुवा खेलाउँदै बस्दै बलुवा खेलाउँदै बस्दै यसो लो बाजे के गर्दै हुनुहुन्छ बाजे? के गर्ने चाहिँ अब जिन्दगी खेलै बल्ल हो। अनि तपाईँको नाम भन्नुहोस्। मेरो नाम चाहिँ श्यामनारायण हो। अनि कति वर्ष भयो? भयो मेरो 3 वर्ष जस्तो यस्तै जिन्दगी के भन्नु। नाम के हो तपाईँको? म श्यामनारायण घर कहाँ हो त हजुर? पर्दैन कुमरखत सुनसरी है। अनि यहाँ चाहिँ के सिलसिलामा आउनुभयो? अब यहाँ त सिलसिला अलिकति यस्तै हो, त्यस्तो साह्रो गर्नु भनेर आएको हो, के गर्नु भएन। हजुर, कति भयो तपाईँ चाहिँ यहाँ आउनु? यस्तै आएको 3 वर्ष जस्तो भयो। 3 वर्ष। यस्तै गर्दैछौँ। कुन कम्पनीमा काम गर्नुहुन्छ त? हामी इजारा कम्पनी इजारा हो। नाम अनि कमाइहरू राम्रै होला नि त है? हुँदैछ कमाइहरू यतिको भएकै हो नि। जे जस्तो गरे गरिहालिन्छ के गर्नु। त्यस्तै हो। अनि यो कम्पनीमा कति वर्ष भयो त काम गर्दै आएको? 3 वर्ष जस्तो हो। अब गर्दैछु, अब घर जाने बेला हुँदैछ। ल ठिक छ। अनि यो कम्पनीको स्यालेरी कति छ? यो स्यालेरी आफ्नो जीवन निर्वाह गर्नलाई पुग्छ कि पुग्दैन? पुग्छ, गरिसम्म आफूले बचत खाता चाहिँ जानु पर्यो। त्यही हो, आफूले खाएर गयो भने त कहाँ बचत खाता हुन्छ। नेपालको कति हजारसम्म बचाउन सकिन्छ त? अब त्यो त आफूले भर पर्छ, अब कति हुन्छ के हुन्छ त्यसमा चाहिँ अलिक गाह्रो छ होइन। यो स्यालेरी यति छ, म चाहिँ यति बचाउँछु। अनि तपाईँको दुबईमा स्यालेरी कति छ? नेपालको कति हजार हुन्छ? कति हजारसम्म बचाउन सकिन्छ? नेपालको चाहिँ 22-23 हजारसम्म बचाउन सकिन्छ। दुबईको स्यालेरी भने 600-700सम्म जान्छ। ल भनेपछि त निकै नै दुःख छ है बाजे? दुःख छ यहाँ, दुःख छ, गाह्रो छ यहाँ दुबई। गाह्रो छ। त्यही भएर केटा हो, नेपालबाट आउनेहरू चाहिँ अलिक बुझेर आए राम्रो हुन्छ केटा हो है। अनि नेपालबाट विदेश आउँदाखेरि के बुझेर के सन्देश दिन चाहनुहुन्छ त नेपालीहरूलाई? अब कस्तो काममा आउनुपर्छ, कसरी बुझेर आउनुपर्छ? सबभन्दा उसमा जाँदा चाहिँ नेपालीहरूले पढाइ जस्तो काम सिकेर चाहिँ आउनुपर्छ दुबई। नभए यसमा गाह्रो छ यो दुबईको जिन्दगी। यो हाउसकिपिङ, लेबर, त्यसमा अलिक काम गर्नलाई चाहिँ धेरै गाह्रो छ। अब कुनै सिप सिक्यो भने चाहिँ सेलरी पनि धेरै हुन्छ, कुनै केही गर भने चाहिँ अलिकति सिक्नु न अब काम कुरो भनेको। सिपै भएन भने त के गर्नु। अनि के काम गर्नुहुन्छ तपाईँले चाहिँ? म त हाउसकिपिङ भने अब हाउसकिपिङ गर्नुभयो? हाउसकिपिङ त्यही हो केटा हो, नेपालबाट आउँदाखेरि चाहिँ बुझेर हो। अनि तपाईँ 3 वर्ष काम गर्नुभयो भन्यो, अब घर जान लाग्यो भन्यो। अब यहाँ र कतिको प्रगति भएको छ?
प्रगति त चाहिँ अब आफूले कमाएअनुसार घरमा चलिरहेछ अलिअलि प्रगति हुँदैछ अब के गरिन्छ प्रगति सबै बुझेर पनि साथी छैन जस्तै हो ल जाउँ। A few moments later. हाम्रो बाजेले चाहिँ केही सन्देश दिनुभयो नेपालीहरू विदेश आउँदाखेरि चाहिँ केही सिप भएपछि मात्रै विदेश आउँदा सजिलो हुन्छ, काम गर्नलाई सजिलो हुन्छ। हाउसकिपिङमा आयो भने चाहिँ धेरै स्यालेरी आउँदैन। जब नेपालको 20,000 आउँछ, 20,000ले हामीले नेपालमै बसेर काम गऱ्यो भने 20,000 त नेपालमै कमाउँछ, विदेश आएर केही फाइदा छैन। तैपनि हामी अब हाउसकिपिङमा भयो नि दाइले थोरै मेहनत गरेर कमाउनु भएको छ। अब दाइलाई धन्यवाद भन्नु छ। सिकेर जस्तो नेपालीहरू आउनु चाहनुहुन्छ भने सिप सिकेर आउनु होला भन्नु म चाहन्छु। हस् तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले धेरै धेरै धन्यवाद सन्देश दिनुभयो होइन। थ्याङ्क यू थ्याङ्क यू सो मच दाइलाई। वेलकम ल जति नै गुरुङ भएको चाहिँ थोरै त्यति टाढा हुनुहुन्छ गुरुङ दाई, तैपनि उसको भोइस आइरहेको छ, टेस्टिङ गर्दैछ। दाइहरू म चाहिँ अब नेपाल गएर पर्सनल कुरो के गर्दै काम गर्ने प्लानमा छु भने मात्र बुढी गाइज अनि एउटा टक्क बड्डी खोल्ने हो होइन। के कस्तो आउँछ चार बुढो बुढीहरूले काम गरिहाल्छ होइन। बुढीले म टक्क सेकअप बनाउने, एउटा बुढीले जाँड खान्छ, एउटा बुढीले रक्सी, एउटाले टक्क भुट्ने मासुहरू होइन। आइटम बनाउनु पऱ्यो नि त फेरि बुढो सेकअप मजा चल्दैन नि त। दामी एउटा रुमको डल्लै चार गयो अन्त गर्छ नि बुढो। म त ह्याट्रिक पनि